आज चाहिँ म हैन भाङ्रा चाहिँ 1 मिनेट भित्रमा कसरी लाउन सकिन्छ त सजिलो तरिका धेरै तरिका हुन्छ तर सजिलो तरिका चाहिँ यो भाङ्रा सिधा भयो हैन यसलाई दुईपट्टि यसरी बाँधेर दुईटा चुच्चोमा यसरी बाँधेर राइट ह्यान्डबाट चाहिँ फर्स्ट चोटि राइट ह्यान्डबाट यसरी बाहिरपट्टिबाट यसरी हात र टाउको सिधा एकैचोटि हालेर त्यसपछि अर्को साइडलाई सर्लक्क यसरी घुमाएर पछाडिपट्टिबाट यसको चाहिँ फेरि भित्रपट्टिबाट चाहिँ यसरी यहाँबाट टक्क हालिसकेपछि चाहिँ यसको दुईपट्टि खुर्पेटो चाहिँ टक्क देखिनुपर्छ हैन एउटै साइजमा आउँछ खुर्पेटो आइसकेपछि पछाडि पनि यसरी खुर्पेटो पछाडि पनि देख्न सक्नुहुन्छ यो चाहिँ अहिले कम्प्लिट